तो फाइनली हाम्रो हाइक चाहिँ स्टार्ट भयो अब हाइक औ भाइ औ औ के भयो रुखको भेदमै बस्नु बिचार यहाँ चाहिँ चाँप चाहिँ डरलाग्दो सेतो चाँप मजाले फुलेको छ डल्लै जग्गामा माथि चाहिँ रातो चाँपसँगै तपाईँले सेतो चाँप पनि देख्न सक्नुहुन्छ सेतो गुराँस चाहिँ ड्यामै फुलेछ है ड्यामै फुलेछ अब अलमोस्ट हामी पोखरी चाहिँ आइपुग्यो अरे तल छ अरे पोखरी चाहिँ सेतो गुराँस चाहिँ दामी फुलेको रहेछ सो गुड मर्निङ फ्रम केदी यहाँ चाहिँ गाइस के भेट्यो भन्दाखेरि करङसँगै डल्लै खुट्टै छ के को खुट्टा हो यो डरै लाग्यो भर्खर भर्खर खाएको रहेछ सो फाइनली हाम्रो हाइक चाहिँ स्टार्ट भयो अब र अहिले चाहिँ यहाँ तल बाइकहरू राखेर अब यहाँबाट चाहिँ हाइक स्टार्ट हुन्छ यो चाहिँ डडेली लाग्यो त्यो पारिर साँझतिर अब यहाँबाट चाहिँ अलमोस्ट 2.5 आवर लाग्छ अरे हाम्रो गाइड यता हिरोलाई चाहिँ अब मेन चाहिँ अब उसले चाहिँ आजको स्पोन्सर चाहिँ गरेको के स्पोन्सर गरेको बाइक ओके सो अब जङ्गल बसेपछि चाहिँ मजा आउँछ चिसो बढ्नु थाल्यो मजाको रहेछ जग्गा डडेली सुन्नु चाहिँ पुरा सुनेको डडेली बारी तर आज चाहिँ आइपुग्यो हाइकिङ चाहिँ यस्तो हुनुपर्छ क्या अनि मात्रै मजा आउँछ ए ओ तल आउँदो सिट अझै माथि छ निस्किनु औ भाइ औ औ के भयो लु 1 2 3 अप औ न रुखको भेदमै बस्नु बिचार फेरि ढुङ्गा पल्टिन्छ होला नि त्यही त यो चाहिँ अलमोस्ट आधी कभर गरिसक्यो हामीले है र यहाँ यस्तो जग्गामा रेलिङ हालिदिएको रहेछ अफोर्ड चाहिँ राम्रो हो यतिको अफोर्ड चाहिँ बाटो चाहिँ राम्रो रहेछ यो खच्चर हिँड्ने बाटो हो यो यहाँ चाहिँ चाँप चाहिँ डरलाग्दो सेतो चाँप मजाले फुलेको छ डल्लै जग्गामा माथि चाहिँ रातो चाँपसँगै तपाईँले सेतो चाँप पनि देख्न सक्नुहुन्छ यो चाहिँ सबै यो चाँपहरू हो माथि माथि डल्लै चाँप फुलेको रहेछ दामी फुलेको छ चाँपको पत्ताहरू यो सेन्टै कस्तो मजाको आउँदैछ क्या चाँप बेसी फुलेर होला यहाँ हिँड्दा पनि कस्तो मिठो गनाउँदैछ क्या मग गनाउँदैछ शीतल है चाँप कस्तो दामी गनाउँछ सो डल्लै चाँप हो यो गाइस सेतो गुराँस चाहिँ ड्यामै फुलेछ है ड्यामै फुलेछ अब अलमोस्ट हामी पोखरी चाहिँ आइपुग्यो अरे यहाँ तल छ अरे पोखरी चाहिँ सेतो गुराँस चाहिँ दामी फुलेको रहेछ यता त रोड पनि मजाले पिच भएको रहेछ त्यहाँ तल गाडी नअड्केको भए चाहिँ एक जग्गा नअड्केको भए चाहिँ हामी सुरुरु पोखरीसम्म नै आइपुग्थेछ
आइपुग्थेछौँ हामी। यस्तो छ बाटो यहाँ जस्तो मजाले बनाइदिएको छ। तर त्यो एउटा जग्गाले गर्दाखेरि चाहिँ हामीले 3 घन्टा जस्तो भयो हिँडेको। एउटा जग्गाले गर्दा त्यस्तो दुःख पायौँ हामीले। अहिले चाहिँ पोखरी हेर्नु जाँदैछौँ। पोखरी हेर्नु बाटो चाहिँ यस्तो रहेछ पोखरीको। So finally we made it to the Kelly! Woo! आम्बो रड्डी रहेछ त यता भयो है। टाइमिङ चाहिँ यस्तो टाइमिङ भयो कि जस्तो आइपुग्यो त्यस्तै यहाँ खोल्यो। भाइ यता आउन एकछिन आउन। वाउ इट्स भेरी वर्थ इट गाइस। यस्तो दामी रहेछ जग्गा है। सो आजको अब एकदम ह्याट्रिक पनि थियो है। एक्साइटेड एक्सट्रिम अब एडभेन्चर पनि भयो एट द सेम टाइम। ह्याट्रिक पनि भयो। एन्ड अहिले चाहिँ जस्तो आइपुग्यो त्यस्तै खोलेको जस्तो भयो है मजाले। फेरि कुहिरो आएर मेरो चाहिँ यति इच्छा छ कि यहाँ आएर अलिकति हिउँ चाहिँ परिदियो भने चाहिँ अझै दामी हुन्थ्यो है। र तपाईँहरू टेन्ट लिएर आउनु भएन भने चाहिँ यहाँनिर पनि रहेछ है घर, एउटा घर चाहिँ। सो गुड मर्निङ फ्रम केदी। र अहिले चाहिँ तपाईँको 7 बजेको छ है। छिटै उठ्नु मन थियो तर पुरा बेसी चिसो भएर रातभरि निद्रा लागेन है। र त्यही भएर अलिकति ढिलो भयो। हिउँ चाहिँ परेन तर यो टुसारो चाहिँ खतरा पऱ्यो है। यु क्यान सी यस्तो भएको छ टुसारो परेर चाहिँ मर्निङ भ्यू। यहाँ चाहिँ गाइस के भेट्यो भन्दाखेरि करङसँगै डल्लै खुट्टै छ। के को खुट्टा हो यो? डरै लाग्दो भर्खर भर्खर खाएको रहेछ। यहाँ डल्लै छ, करङै डल्लै छ, रिप्सै डल्लै छ। डरै लाग्दो। अर्को खुट्टा चाहिँ यहाँ रहेछ हो। धना यो चाहिँ बेलुकातिर देखेन है। बेलुकातिर देखेको त कस्तो साइको हुन्थ्यो। केले खाएको यो? डरै लाग्दो। हड्डी मात्रै राख्दैछ है। यस्तो क्लिन खाइदिएछ बिरुवा। मेबी यो चाहिँ त्यो स्केलेटन देख्नु भएको चाहिँ तपाईँले देख्नु भएको चाहिँ मेबी हुनसक्छ। यहाँ भालु त होइन होला है। चितुवाहरू हुनसक्छ है, ब्ल्याक प्यान्थरहरू। सो तपाईँहरू पनि ट्रेकिङमा जानुभएको छ भने जानुहुन्छ भने स्टे अलर्ट है। जहिले पनि अलर्ट बस्नुहोस्। क्याम्पको छेउतिर मजाले आगो फुक्नुहोस्। आगो चाहिँ तर फेरि अरू जग्गामा स्प्रिड हुने खालको होइन। मजाले सफा गरेर मजाले आगो सागो लाउनुहोस् है। अन्त सुत्दाखेरि जहिले पनि टर्च लाइट आफ्नो हातमा हुनुपर्छ। टर्च लाइटहरू। सो
अलिकति अलर्ट भएर सुत्नुपर्छ किनभने घर होइन जङ्गल हो है जङ्गल मान्छे बस्नुको लागि होइन अभियसली एनिमल्सको लागि हो एनिमल्सलाई पनि कतिखेर एट्याक गर्छ भने जब उनीहरूको प्लेसमा आएर उनीहरूलाई जब इन्सिक्युरिटी फिल हुन्छ है उनीहरूलाई पनि त्यो डेन्जर फिल हुन्छ जब तब चाहिँ उनीहरूले पनि एट्याक गर्छ सो जति पनि जानुहुन्छ ट्रेकिङ हाइकिङ बाहिरतिर स्टे अलर्ट है हाम्रो धनै यहाँनिर घर अलरेडी रहेछ सो त्यही भएर हामी घरभित्रै बस्यौँ आज धन्न यो पनि अहिले आएर देख्यो बिहान है यसो सर्वे गर्दाखेरि सो अहिले चाहिँ ढुक्कै लागिरहेछ क्या बेलुकातिर देखेको भए त अब साह्रो पर्थ्यो नि सुत्नै साह्रो पर्थ्यो र यहाँ चाहिँ मैले मजाको कुरा के भेट्यो भन्दाखेरि कुवा बनाइदिएको रहेछ एउटा है वाटर स्टोर हुने र यसरी ट्रेकिङ जाँदाखेरि है बाहिरतिर निस्किँदा पानीको चाहिँ पुरा दुःख हुन्छ र पानी नै त मेन हो होइन पानी छैन भने अब केही पनि त पकाउनुदेखि लिएर केही पनि हुँदैन सो यो चाहिँ मजाले बनाइदिएको रहेछ अन्त यो चाहिँ नट ओन्ली फर ह्युमन बिङ एनिमल्सको लागि पनि दामी हो नि त होइन आएर अब पानी खान्छ विन्टर टाइममा पानी पाउनु एकदम डिफिकल्ट हुन्छ यो चाहिँ यो कुरा चाहिँ मजाको लाग्यो यहाँको मलाई त्यही हो है लाइफमा काम पनि गर्नुपर्छ सेम टाइम आफूलाई पनि ध्यान दिनु एकदम इम्पोर्टेन्ट छ आफ्नो इनर ह्याप्पिनेस इनर हेल्थलाई मेन्टल हेल्थलाई हेर्नु पनि एकदम इम्पोर्टेन्ट छ कसैले भनेको जस्तो है त्यो यङ एज चाहिँ एक टाइम आउँछ अरे क्या त्यसलाई युज गर्नु जानेन भने चाहिँ यङ एजको त्यो मजा के छ त्यही थाहा पाउँदैन रहेछ सो इन्जोय whenever you live होइन whenever you are young stay fit and Stay safe. enjoy the View. enjoy the view के भन्नु छ आजको यसो ट्रेकिङको बारेमा तिमीलाई ट्रेकिङ अब जानु चाहिँ अलिक साह्रै भयो त्यति मात्रै अब तिमीले कस्तो फिल गर्यो कस्तो लाग्यो त्यो भनिदेऊ न हल्का राम्रै छ भ्यूहरू पनि मजाकै छ स्नोफल चाहिँ भएन शीत चाहिँ लाग्यो यति चाहिँ है ऊ चाहिँ अब ह्यान्डसम छ है हिरो सो यही हो है स्टे यङ स्टे फिट र डु गुड थिङ्स द्याट यु लभ टु डु एन्ड रेस्ट इन्जोय द लाइफ